हेर्नु त बाँदरहरू छन्। अब हामी अहिले ब्लगिङ गर्नेछौँ। यो क्यामेरा चालु छैन तर चालु जस्तो प्रेडिक्ट गरेर यसमा हेरेर कुरा गर्नेछ क्या। ब्याट्री देखाउनु न। यसमा ब्याट्री पनि छैन। ब्लगिङ गर्नेको जिन्दगी कस्तो हुन्छ। हेलो गाइज, आज तपाईँलाई हाम्रो यो ब्लगमा स्वागत छ। आज हाम्रो ब्लगमा के भनिदिनु यता। यहाँ थप्रै हजुरको गेटअपले अब म तपाईँलाई लुम्बिनी देखाउने हेलो गाइस, सबैलाई वेलकम छ। अहिले हामी यो बुद्ध टेम्पलमा छ। स्वयम्भूनाथले बनाएको टेम्पल। हामी अहिले डिफ्रेन्ट मन्दिरहरू हेरिरहेको छौँ लुम्बिनीमा। धेरै जस्तो मन्दिरहरू कन्स्ट्रक्सनमा छन्। अब यो हाम्रो तिब्बतबाट आएको यो मन्दिर हो। यो पनि कन्स्ट्रक्सनमा छ। धेरै जस्तो मन्दिरहरू कन्स्ट्रक्सनमा छन् अहिले। डिफ्रेन्ट कन्ट्रीहरूले आफ्नो बजेटबाट आई थिङ्क बुद्धको मन्दिर बनाएछ। हामीले भर्खर तिब्बत हेऱ्यौँ, चाइना हेऱ्यौँ। अहिले हामी आई थिङ्क अर्को यसमा 1000 मूर्ति छ। मलाई थाहा थिएन यति धेरै मन्दिरहरू छन् भने। एक मन्दिर होला, त्यो मन्दिर गएर हामी भिजिट गरेर फर्किनेछौँ सोचेको थिएँ। एउटा मन्दिरमा गइरहेको छु मैले। जाउँ लागिसक्यो मलाई त। त्यसैमा मैले यो ज्याकेटभित्र यो गर्मी। यहाँ एउटा छ अनि अगाडि इन्डियाको छ अनि त्यसपछि कम्बोडिया। यता हेर्नु यो बोट। अब यो बोट बन्दै जान्छ। ठ्याक्कै यो सेपमा आउँछ, हिरणको सेपमा। हात्ती हिरण बनाएको छ। हात्तीहरू हिरणहरू। नो टिकटक। यसमा हेर्नु न डिटेलिङ। यसमा पुरा भित्ताभरि। आज यस्तो ल्याक अफ एनर्जी फिल भइरहेको छ। हिजो साँझदेखि बस्नै थिएँ। निन्द्रा पुगेन जस्तो लाग्यो। सकिहाल्यो पुरा। यता पनि अर्को टेम्पल छ। अहिले हामी लुम्बिनीमा आइसक्यौँ। अब अहिले हामी जाँदैछौँ बुद्ध जन्मेको ठाउँमा। टिकट काट्नु पर्ने रहेछ यताको। क्यामेराको पनि टिकट काट्नु पर्ने रहेछ अलग। 20 रुपियाँ पर पर्सन नेपाली। क्यामेराको अलग टिकट काट्नु पर्ने रहेछ। क्यामेरा राखिदिएँ मैले। यो हरायो भने गयो। मेरो सबै डेटा त्यसैमा सेफली यता राखिदिन्छु। निनमा छ। रेबिज लागेको कुकुर पनि यस्तै गर्छ। रेबिज लागेको कुकुर पनि गर्छ। साँच्ची हो कुरा। हामी बाटो भुलेका छौँ अहिले। लोकेसनमा हेरिरहेछ। भुल्या भन्दाखेरि हामीलाई ऊ बाटो थाहा छ तर एउटा छोटो बाटो पनि छ, त्यो बाटो हेरिरहेको छौँ। यो बाटो छ भन्ने लोकेसनले बताएको छैन। अब यो बाटो पनि ननिस्केपछि फेरि फर्केर फेरि त्यही बाटो जाने। त्यो भनेछ। अब हामीले 4 बजेभित्र पुग्नु पर्ने हो। आज हामीले यहाँबाट निकल्नु छ कहाँको लागि? धनगढीको लागि। मार्दा हुन्न रे, खाँदा त नै हुन्न, मार्दा हुन लाग्छ मलाई। यो जो 5 नम्बर गेटको हामीहरू अहिले भर्खरै लुम्बिनी घुमिरहेको थियौँ। गाडी गइसकेको रहेछ। अनि जुन बसमा आएको थियौँ त्यो बस गइसकेको रहेछ। सब सरहरू अरू स्टुडेन्टहरू सब गइसकेको रहेछ। अब के गर्ने। 7 जना छौँ हामी। आजको दिन नै फ्रस्ट्रेटिङ थियो बिहानदेखि।
बिहानदेखि मुड अफ थियो। यहाँ पनि ठिकै छ जग्गा आऊ 7 जना छौँ हामी खोजेन हामीलाई मिलेर काकी काकीमा मिलेर बस्छ त फेरि आऊ कता One day later. बाई बाई सर अहिले हामी यो टुरबाट फर्क्यौँ 7 दिनको। अहिले अब म घरसँग अटो मिल्छ होला तर पैसा सब सक्यो या छैन भनौँ। यो जर्नीमा यस्तो कुराहरू भयो, यस्तो धेरै कुराहरू भयो। कुन स्टेज अफ इमोसनमा थिएँ म, कुन स्टेज अफ इमोसनमा पुगेको छु अहिले म। हेर्नु न मेरो शब्द छैन एक्सप्लेन गर्नको लागि। मेरो हालत के भएको छ।